लाइभ भनेको बुढाबुढीको है आहा यो अन्त लाइभ भनेको हो गाइस हाम्रो चाहिँ तल इन्ट्री भइसकेको छ तर भ्यू चाहिँ बवाल देखेछ है वाउ दाजुभाइहरू सन्चै आउनुहुन्छ पवन जस्ट पुगेर ड्युटी एन्ड कपडा सपडा चेन्ज गर्नु पऱ्यो त्यसपछि चाहिँ काममा लाग्नु पऱ्यो मर्निङमा पार्टी छ नि त त्यही भएर चाहिँ ढिलो भइसक्यो आज चाहिँ ल गाइस अब बिस्तारै बिस्तारै भेट्ने कुरा हुन्छ एन्ड त्यही त हो नि कामसाम गर्नु पऱ्यो फर्स्टमा बिस्तारै भेट्ने कुरा भइहाल्छ गाइस ड्रेस चेन्ज पनि भयो अब काम चाहिँ हाल्नु पऱ्यो त हाम्रो मर्निङमा मन्चुरियन ट्राई चाहिँ के पो भयो चाहिँ लास्ट खुजुली भइरहेको छ कि इन्चुदेखि भइरहेको थाहै छैन के भन्छ हेर्नु पनि मिल्दैन नि त तँ छ यार यस्तो त कहाँ एकदमै सकिन्छ त हेऱ्यो ऐनामा यस्तो हेऱ्यो ऐना पनि यत्रो छ रुममा चाहिँ फेरि ल गाइस अब काम गर्नु पऱ्यो लु गाइस 3 बजिसक्यो यार खट मटन खाँदै हिँडेको क्या कसो जानुपर्ने छ यार लास्ट स्मोकिङ कालोमा लायो नि त त्यो गर्दै निस्किनु लाग्यो पसलतिर अब कोट खोल्नु भने के खोल्नु अहिले आउनुपर्ने छ फेरि आज ड्युटी ओभर टाइम छ अब ओभर टाइम गर्ने सिधै भरे 11 बजे चाको अलिकति चस्स मात्र छोएको मात्रै थियो क्या तेरो लाग्यो मैले बेसी काट्न पनि खाने थिएँ साप हान्दै थिएँ अलिकति चाकुको धारमा लागेको हेर्न चस्सै लगाइन्छ दोकानतिर जाउँ त्यसपछि चाहिँ स्मोक लिएर आउनुपर्ने छ अनि त्यही त नि कटिङ टन्नै बाँकी थियो यार अर्डर आउँदै कटिङ गर्दै अर्डर आउँदैछ कटिङ गर्दैछ कटिङ नै भएको छैन क्या नुडल पनि बोइल भएको छैन सबै काम गर्नुपर्ने छ ठिक छ अहिले चाहिँ पसल गरौँ त्यसपछि चाहिँ सबै काम गर्नुपर्ने हुन्छ यार हामीले चाहिँ यार खानासाना पनि केही खानु भर्खर 3 बज्यो निस्किन लाग्यो पसलतिर ल जाउँ त्यसपछि चाहिँ मजाले आएर काम गर्नुपर्ने हुन्छ लाइभ भनेको बुढाबुढीको है आहा टक्क तर यो फुलहरू पनि क्या दामी फुलेछ नि तर बिल्डिङ चाहिँ फेरि बवाल छ नि यो अन्त लाइभ भनेको हो सबको छुट्टी भइसक्यो अब हाम्रो चाहिँ ड्युटी नै चल्छ अब कामसाम गरौँ त्यसपछि चाहिँ बिस्तारै बिस्तारै तल पार्टीतिर हुन्छ कि आज कता हुन्छ थाहा छैन ल गाइस पुग्यो सिँढीदेखि आएको यार थ्याथ्या भनेको यार सिँढी चढेर अनि साथीको एयरफोन लिएर आएको रुममै छ नि त ठिक छ गाइस अब खानासाना खानु पऱ्यो त्यसपछि चाहिँ काममा लाग्नु पऱ्यो एन्ड भरे साइड पार्टीमै हुन्छ होला अनि बिस्तारै बिस्तारै चाहिँ भेट्ने कुरा हुन्छ ल त पहिला चाहिँ खानासाना खानु पऱ्यो त्यसपछि काममा लाग्नु पऱ्यो गाइस चाहिँ लास्ट काम छ नि आज ल त बिस्तारै भेट्ने कुरा हुन्छ गाइस ल गाइस हाम्रो चाहिँ कामसाम टोटली हुँदैछ बिस्तारै बिस्तारै साथीले चाहिँ यहाँ चिकन फ्राई हाल्दैछ बसेर यहाँ लास्ट गर्मी छ नि फेरि यो फ्रेसर चाहिँ यस्तो हावा फाल्छ नि बाप कान पनि सुनेन कि केही पनि सुनेन यार खराब लगाइ अब चाहिँ हान्नु पऱ्यो कामसाम खाना हान्नु बाँकी छ अब चाहिँ अरू काम सबै भइसक्यो पनिर फ्राई भइसक्यो एन्ड चिकन काटेको हल्का चाहिँ यहाँ बताएको छ हामीले चाहिँ एन्ड अरू यता भइहाल्यो क्यामेरा चाहिँ लास्टभन्दा आयो त छ्या के भयो कि क्यामेरा चाहिँ अनि हाम्रो राजाले चाहिँ यहाँ टक्क फ्राई राइस नुडलको लागि चाहिँ कडाई आइसक्यो त कडाई पनि कस्तो ठुलो छ नुडल पनि त्यहाँ बोइल सब बोइल गरेर के त मेरो राजा अनि भाइरको नजारा चाहिँ खतरा छ नि है वाउ बवाल लगायत सब खानासाना हान्नु बाँकी छ अनि खाना लगेर चाहिँ तलतिर गएर चाहिँ अनि स्टार्टर पिकअप गराउनु पर्ने छ यार बिस्तारै बिस्तारै भइरहेछ काम सब गर्मी चाहिँ लास्ट गर्मी भएको छ नि फेरि गर्मी कस्तो छ त मेरो राजा बवाल गर्मी छ है त्यो नेपाली फेरि खतरा हान्छ नि मेरो साथीले फेरि ल त गाइस बिस्तारै बिस्तारै भेट्नुपर्छ अब यता छोडो त हाम्रो राजाले यस्तो नुडल राइस हानिरहेको छ कडाईमा खै राजा छोडो हल्का यता आम्बो कना राइस हो राजा भेज फ्राई राइस गाइस हाम्रो चाहिँ तल इन्ट्री भइसकेको छ तर भ्यू चाहिँ बवाल देखेछ है वाउ ल गाइस स्टार्टर सब पिकअप भएर पनि मेन कोर्स पनि पिकअप भइसकेको छ एन्ड स्टार्टर पनि चलिरहेको छ स्टार्टर त्यत्रो लिएर आएको सब खतम भइदियो यार आम्बो तर वेदर चाहिँ बवाल छ नि मस्त क्या भ्यू चाहिँ ओपीवाला छ ल गाइस बिस्तारै बिस्तारै भइरहेको छ हाम्रो चाहिँ यहाँनिर पिकअप सिकअप पनि एन्ड त्यही त हो नि तर यो पेन्टिङ हानेको माथितिर तर बवाल देखेको छ नि पेन्टिङ पैसा छ भने हानिहाल्छ नि यत्रोमा दामी तर पेन्टिङै बवाल हानेछ है भिआइपीवाला हो नि त अनि टाढाबाट पनि गाढा नजर लाग्छ कि खतरा होला ल
तर एउटा मान्छे मैले यहाँ देखिरहेको थिएँ अघिदेखि हानिरहेको छ कि राउन्डिङ होइन मिनिमम त्यसले हानिसक्यो त दौडिरहेको छैन गाई छैन तर देखिरहेको छैन त्यो मान्छे होइन त्यसले मिनिमम यो राउन्ड चाहिँ के 25-30 राउन्ड हानिसक्यो क्या त्यो मान्छे यार तर पसिना निस्केछ कि त्यसको खतरा हल्का मोटो छ नि त एक्सर्साइज गर्नु पऱ्यो तर हामी जस्तो पातलोलाई बाल ल ठिक छ गाई बिस्तारै बिस्तारै पिकअप भइरहेको छ आज चाहिँ फेरि सेपको मुड सन्किएर दिमाग खराब त्यसै पेलिरहेको क्या हामीलाई म्याक यस्तो गाली गर्नु मन लाग्यो नि मलाई राबालाई यस्तो दिमाग खराब यार तर मलाई त भन्नु त भएन त अर्कोलाई थियो होइन तँलाई सुनाए पनि आफ्नो डिपार्टमेन्ट केटालाई सुनाओस् या मलाई सुनाउँछ तर मन पर्दैन नि त काम गरेर हुन्छ यार त्यसै हो थोरै हो त काम गरेर आउँछ मान्छेको माइन्ड कस्तो हुन्छ अरू सेटले पेल्यो होला त्यसलाई होइन अनि हामीलाई आएर पेलिरहेको तर दिन मन लागेको थियो घुमाएर टाउकोमा अब के भन्नु त सेप पऱ्यो सिनियर पऱ्यो त्यही भएर चुप्प लाएर बसेको नत्र त फेरि दिमाग खराब गरिदिइरह्यो तर भ्यू चाहिँ गाई छैन जे भन्यो भने तर बवाल छ है वेदर बादल लागेको छ जुन पनि टक्क त्यहाँनिर छ नि जुन चाहिँ त्यो माथिमा छ जुन चाहिँ भाइ बोल्ला ल बोलायो होइन हल्का त्यस्तो पिकअप भइरहेको नि त यार तर त गाई बिस्तारै बिस्तारै भेट्ने कुरा हुन्छ त्यही त हो नि पार्टीमा होइन यता आऊ उता जाऊ चिकन त्यत्रो लिएर आएको सक्यो मगाएको छु पनिर चाहिँ हलेको एक राउन्ड मात्र बचेछ क्या सबै सकिसक्यो क्या चिकन त सकिसक्यो मगाएको छु अब लिएर आएको छ अनि त्यसो दिने कुरा हुन्छ लगाइ बिस्तारै बिस्तारै भेट्नुपर्छ यार के गर्नु त यस्तै छ जिन्दगी चलिरहेको छ कामधन्दा गर्नै पऱ्यो नगरे पनि अब मम्मीहरूलाई घरमा फ्यामिलीहरूलाई चाहिँ कसरी पाल्नु त त्यही भएर चाहिँ स्ट्रगल चाहिँ गरिराखेको छु क्या हजुरहरू पनि गर्नु एक दिन अवश्य सक्सेसफुल हुनुहुन्छ अब हामी चाहिँ कहिले सक्सेसफुल हुने तर थाहा छैन गाइस होइन तर मोटिभेसन चाहिँ दिनै पर्छ जसले भए पनि सक्सेसफुल भओस् या नहोस् होइन गाइस ल बिस्तारै बिस्तारै भेट्ने कुरा हुन्छ अब गाइस टाल लागिसक्यो बस्दा बस्दा यार 10:44 भइसकेको छ यहाँ देखिन्छ नि त त्यो रातोमा टाइम चाहिँ कन्टाल लागिसक्यो बस्दा बस्दा धेरै टाइम छैन अब खै कतिजना छ बाँकी चाहिँ थाहा छैन इसारा चाहिँ बन्द भइसक्यो अब मेन कोर्स चाहिँ बाँकी हुँदै चलिरहेको छ तर पछाडिको भ्यू चाहिँ त्यस्तै हो गाई छ अहिले चाहिँ सब रात पऱ्यो नि त यहाँ त्यही भएर चाहिँ हाल त बेहाल भयो नि मेरो त यार गएर नुहाउन पाएको भए यस्तो मजाले नुहाउने आज गएर चाहिँ बिहानदेखि नन स्टप उभिरहेको छ नि त के गर्नु त गाई काम गर्नै पऱ्यो होइन नगरेर त कहाँ पुग्छ त आम्बो लास्ट गाह्रो गाह्रो भइरहेको छ यार गर्मीले पनि अहिले यस्तो गर्मी भएको छैन अघि मस्त चिसो हावा चलिरहेको छ अहिले चाहिँ झन् के भन्छ त्यसलाई हिट भइरहेको छ कि उम्सो भइरहेको छ क्या तर जमिन तात्तिरहेको छ नि त अनि त्यही भएर चाहिँ उम्सो भइरहेको छ हावै चलिरहेको छैन एउटा पनि ल ठिक छ गाइस अब त्यही हो यहाँको कति बेला बन्द हुन्छ थाहा छैन तर त्यहाँ हेर्नु न कति क्राउड छ यार लास्ट क्राउड छ तर चल्छ बबाल चल्छ कि त्यसको होटेल चाहिँ अनि एउटा यहाँ छ त्यस्तो अनि एउटा 2 नम्बरमा छ चलिरहेको हुन्छ मजाले ल त गाइस अब बिस्तारै बिस्तारै भेट्नुपर्ने हुन्छ के गर्नु त यस्तै छ काम धन्दा सक्यो यार पार्टी सार्टी म चाहिँ माथि जान लाग्यो डब्बा लिएर त्यसै साना खाएर चाहिँ निस्किनुपर्छ पेट पनि आइसक्यो यार ल गाइस पेट लास्ट दुखेछ है खै किन मलाई थाहै छैन अब चाहिँ हाम्रो निस्किनुपर्छ जल्दी जल्दी गरेर पुग्यो यार गाइस जस खानासाना खाएर जस भर्खर पुग्यो भाजी देखेर दिमाग खराब हुन्छ कि मलाई त यार दिउँसोको भाजी हो न पार्टीको होइन हिजोको पार्टीको भाजीहरू ल दिउँसो त ल ठिक थियो होइन ल त्यो खायौँ हामीले दिउँसो होइन ल केही भनेन दिउँसो फेरि अझ त्यही भाजी फेरि उमालेर राखिदिएको यस्तो दिमाग खराब हो नि माग कसम मैले त खाइनँ सिधा भयो मैले त सेपलाई भनेर दाल साल बनाएर दाल खाएर आएको यार पुरै खाने यार माग कसम यार दिनभरि कता त्यसरी काम गर्नुपर्छ होइन खाने बेला चाहिँ कुकुरले नखाने खाना पनि खानुपर्छ यार पहिले गाई त यार यस्तो भेजा सड्किन्छ त्यही अब नुहाइदै गर्नुपर्छ एकछिनमा लास्ट खराब दिमाग खराब आज त मेरो मुड नै अब भइरहेको छ क्या मेरो चाहिँ एक त त्यहाँ बिहान पार्टीमा जाने बित्तिकै एक त सेपले दिमाग खराब गरिदियो होइन अब गाली गरिरहेको रारीको छोरो सरी गाइस रनमतीको छोरो पिकअप भनेको थिएन कि हामीलाई चाहिँ होइन त्यसले भनेन होइन केही पनि भनेन होइन अनि यो ओडिसीवाला आएर चाहिँ के भने कि 10 मिनटपछि पिकअप छ भने कि त्यसपछि सेट आइदियो कि अनि सेटले भने कि पिकअप भएको छैन भने नै अब 10 मिनट के बाद पिकअप बोलायो भने ल ठिक छ भन्यो नि त अनि त्यो सिधै गएर अनि सेपलाई पेल्दै रहेछ त्यसले त्यसको त बिहानदेखि मुड अफ थियो कि मलाई थाहा थिएन हामीलाई चाहिँ मुड बिहानदेखि अफ थियो खासमा चाहिँ के भएको भन्दा नि त्यसको मुड चाहिँ अब किन भयो भन्दा चाहिँ त्यो कुरा गरौँ सरी
गाई चाहिँ। अनि त्यो कुरा गरौँ न फर्स्टमा चाहिँ त्यसको मुडअप चाहिँ किन भएको भन्दा खासमा चाहिँ त्यसलाई अस्तिबाट पार्टीमा चाहिँ हाम्रो के पो सिरप सकेको थियो कि यार, कुन सिरप हो कि त्यसले भनेको थियो ना, मैले बिर्सेँ है। त्यो सिरप सकेको थियो कि, अनि त्यसले चाहिँ लिएर आउनु पर्ने हो नि त 3-4 दिन अगाडि नै होइन, सेफ्टलाई भनेर रहेछ। अनि सेटले चाहिँ बिर्सेछ, अनि त्यसले आज चाहिँ गएर रहेछ लिन गएर रहेछ, कहीँ पनि पाएन किनकि सन्डे आज बन्द हुन्छ नि त। अनि कहाँबाट त्यसले अलिकति कमन सेन्स भन्ने कुरा पनि छैन त्यसमा। अनि हिजो नै पार्टी आज पार्टी छ भने चाहिँ हिजोतिर खोज्ने हो नि त। अनि त्यसले आज गएर खोजेछ, अनि कहीँ पनि मिलेन त्यसलाई चाहिँ। अनि त्यहाँ कता यता जाँदा भेटाएन छ त्यसले, अनि उताको रिसाउने यता आएर पोखिरहेको क्या, अनि त्यस्तो भइरहेछ। अनि भन्नु त मलाई केही भनेन होला, तर मलाई त गाली चाहिँ गरेन है। साथीले गाली गरिरहेको थियो होइन, जसलाई गाली गरोस् भन, काम गरेर हामी त केही यार, त्यो पनि नगर हामी पनि नगर, अनि त्यसै गाली गरेर थोरै पाइन्छ यार। म त लास्ट दिमाग खराब भयो क्या। अब सिनियर हो न, त्यहाँनिर अब बोल्ने कुरा भएन होइन हामीले चाहिँ होइन, अब सिनियर हो के बोल्नु त त्यो सारलाई होइन। बस ठिक छ, छोड्दै गाइस। त्यसै पनि मेरो मुड नै अफ भइदियो क्या त्यसले गाली गरेर देखेर केटाहरूलाई। तर आफ्नो डिपार्टमेन्टको मान्छे होइन, किचनको मान्छे भनेको मेन हो नि त। एन्ड कसरी बोल्ने, आफूभन्दा थर्ड कमी होस् या मोरीवाला होस् कि सबलाई रेस्पेक्ट दिएर बोल्नुपर्छ, अनि मात्र रेस्पेक्ट पाउँछ कि गाइस। आउन त्यसले केही पनि हुन्न कि साथ पक्कमा पैसा लगिरहेको छ कि एजुकेटेड छ पुरा। छोड्यो त्यो जति बुराइ गरे पनि त्यसको कहिले सकिन्न होइन गाइस होइन। म चाहिँ अब नुहाइदै गर्छु होइन, लास्ट गरम फिल भइरहेछ होइन। अनि त्यही माथि पेट पनि दुखिदिरहेको क्या अघि चाहिँ भोकले क्या, बिहानबाट खानु मन लागेन दिउँसो पनि होइन, यस्तो दिमाग खराब भयो थियो नि। के कुरा गर्नु क्या यार, दिमाग नै खराब हुन्छ यार सोच्यो भने त कुरा। म त मम्मीले फोन गर्नुभएको थियो, म त घर आइदिएँ, मलाई कामै गर्न मन लागेन भनेको, आइज नि त भन्नुभएको थियो मलाई चाहिँ। एक मैले सोच्छु हिँड्ने जस्तो लाग्छ, एक मैले सोच्छु फ्यामिली पनि हेर्नु पऱ्यो नि त यार, घर फ्यामिली, त्यो सोचेर मात्रै बसिरहेको हुन्छु म चाहिँ। ठिक छ, 1-2 साल कटाउनु पऱ्यो गाइस, त्यसपछि चाहिँ निस्किनुपर्छ। ल ठिक छ गाइस, जति कुरा गरे पनि सकिन्न होइन, किनकि यसै हो। अब चाहिँ नुहाइदै गर्छु, त्यसपछि चाहिँ आज चाहिँ सुन्न पाएको छैन, आधी 1 घन्टा मोबाइल चलाएको छु, सुत्छु यार। ठिक छ गाइस, आजको लागि चाहिँ यति नै, भेट्ने छु नेक्स्ट ब्लगमा। अनि जो मेरो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्नुभएको छैन भने प्लिज लाइक एन्ड सब्सक्राइब, अनि साथ अनि सपोर्ट चाहिँ मलाई देखाइदिनु होला गाइस। हस् त, जय नेपाल।